हजुर अस्ट्रेलिया आएको चाहिँ कति वर्ष भयो अरे यहाँनिर सरी 2 years 2 years भइसक्यो हजुर 2 yearsमा चाहिँ हजुरले लाइक के कुराहरू सिक्नुभयो के देख्नुभयो हस्पिटालिटीमा चाहिँ हस्पिटालिटीमा मैले धेरै चेन्जेसहरू देखेँ हजुर पहिला नेपालमा जुन काम गरेको थियो हजुर के भन्दा चाहिँ यहाँ बेग्लै देखेँ नेपालमा चाहिँ कस्तो छ हस्पिटालिटी नेपालमा चाहिँ हैन अहिलेको कन्टेक्स्टमा हेर्यो भने नेपालमा धेरै नै डेभलप भइसकेको छ हजुर हजुर के अरे हजुरले कति वर्ष काम गर्नुभयो त हस्पिटालिटी नेपालमा चाहिँ होइन हस्पिटालिटीमा काम चाहिँ होटेलतिर भन्दा पनि आफ्नै फ्यामिली बिजनेस अब त्यो माथि माउन्टेनतिर भनौँ जस्तै त्यो गोसाकुण्डा जुन चाहिँ एउटा धार्मिक स्थान हो त्यहाँ चाहिँ स्पेसली अब फ्यामिली बिजनेसहरूदेखि अब हेलिबुकहरू गर्नेदेखि टुर गाइडहरू प्रोभाइड गर्नेदेखि सबै तपाईँले एउटा भिडियो हेर्नुभयो होला जुन मिस वर्ल्ड रिप्रेजेन्ट गर्दाखेरि हामीहरू त्यहाँ थियो कि ए वाउ खतरा हो त है श्रृङ्खला कति भयो अनि अहिले मेरो प्यासन चाहिँ के हो भन्दाखेरि चाहिँ अब यहाँ त म प्रायः जस्तो यहाँ त काम गरिरहेको हुन्छु तर मेरो म सेलफोनमा चाहिँ लगभग मोर देन 1000 भिडियोहरू छ त्यो हाम्रो रसुवाको त्यो गोसाकुण्डा ट्राभलहरू त्यसलाई एडिट गरेर अपलोड गरिरहेको हुन्छु रिफ्रेसमेन्टको लागि अब यहाँ त कामदेखि घरदेखि काम हजुर त्यही त नि त्यस्तो भयो तर त्यो चाहिँ एउटा माउन्टेन रिजनतिर अलिकति उता छ नि बिकट ठाउँतिर भयो हैन यहाँनेरि चाहिँ फरक के लाग्यो के एनी डिफरेन्स हैन बिसाइड्स त्यो रिजनको फरक बाहेक यो त अस्ट्रेलिया भयो तर मान्छेहरुको व्यवहार कस्तो छ त्यहाँ लाइक उतातिर मैले प्रायः जस्तो पाउने भनेको त्यहाँतिर भनेको प्योर हम्बल मान्छे बट यहाँ रियालिटीमा चाहिँ फ्रन्टमा चाहिँ राम्रो तर ब्याकमा चाहिँ नराम्रो यहाँ अस्ट्रेलियामा चाहिँ त्यस्तो भेट्नु है हस्पिटालिटी फिल्डमा चाहिँ अब मेरो सेक्टरमा चाहिँ अरू फिल्डमा त अब राम्रै हुन सक्छ होला प्लस धेरै प्रेसर काम हो जस्तो लाग्छ प्रेसर त अब अफ कोर्स अब है तर ठिकै छ त्यो पनि तर अनि हजुरले लङ टर्ममा आफूलाई चाहिँ यहाँ अस्ट्रेलियामा काम गरिरहेको हस्पिटलमा देख्नुहुन्छ कि देख्नुहुन्न मलाई मेरो अब पहिला पनि इन्टेन्सन नेपाल जाने थियो हजुर अब फेरि नेपाल जानै हुन्छ के समय बसेपछि चाहिँ यहाँको एक्सपिरियन्सहरु एक्सपिरियन्स लिएर हजुर लिएर जानको लागि नेपालमा गर्यो भने त नेपालमा नि सकिन्छ होला नि यो फिल्ममा डेफिनेटली सकिहाल्छ हैन कति चाहिँ इन्कम लाइक एस्टिमेट गर्दाखेरि कति चाहिँ हजुरले प्रफिट पाउन सक्नुहुन्छ लाइक एस्टिमेट गर्दाखेरि हजुरको यति हामीले अझै राम्रो गर्यो भने नेपालमा चाहिँ त्यही एरियामा भन्न हजुरले गर्यो त्यो ठाउँमा अब बेसिकली हुँदाखेरि मैले लगभग 5-6 इयर्स त्यो होटल चलाउँदाखेरि हजुर लगभग नहुने हैन राम्रै हुन्छ अस्ट्रेलियाको कम्पेयरमै हुन्छ हजुर तर दुःख चाहिँ धेरै छ कि अब जस्तै हिउँहरु पर्दाखेरि हैन पुरा रोड ब्लक हुँदाखेरि पैसा नकमाउने हैन कमाउनु चाहिँ कमाउँछ तर मैले मेन भनेको चाहिँ सेभिङै गर्न सकेन के त्यहाँ सबै उता नाइट लाइफमा स्पेन्ड गरेर हजुर त्यसको लागि चाहिँ बिहा गर्नुपर्छ बिहा गरेपछि अलिकति हुन्छ नि हाउसले गर्दाखेरि सेभिङ होला नहुने हैन अब जस्तै अब मेरो साथीहरु पुरा अब म प्रायः जस्तो यहाँ बस्दाखेरि पनि पुरा त्यो अब जस्तै एभरेस्टहरु भयो अन्नपूर्णहरुको भिडियोहरु हेरिराखेको हुन्छ बिहान हजुर मलाई चाहिँ भनेको ट्राभलिङ धेरै मन पर्छ के जस्तै हिउँहरु पहिलेदेखि जन्मेर पनि होला त्यस्तो ठाउँमा हजुर त्यस्तोहरु मन पर्ने हुन्छ त्यही भएर मेरो चाहिँ अब यहाँ हेर्दै छु अब टुरिज्म कस्तो छ स्पेशल चाहिँ लोकल गाइडतिर के ट्राभलिङ गर्नको लागि अब के समय टाइम लाग्छ होला हेर्दै छु नेपालमा चाहिँ राख्नको लागि म्यान पावर चाहिँ अलि हजुर कन्भिन्स गरेर त्यहाँ लानु पर्यो होला हैन अलिकति म्यान पावरको लागि खासै प्रब्लम त छैन त्यहाँ भनेको चाहिँ अब अफ सिजनको टाइममा चाहिँ अलिकति हामीलाई सर्भाइभ गर्न धेरै नै गाह्रो हुन्छ हजुर किनभने हाम्रो भनेको 8 मन्थ टोटली बिजी सिजन 8 मन्थ्स अनि 4 मन्थ अब हामी यतिकै होटल बन्द गरेर रेस्ट कम्प्लिटली त्यतिखेर चाहिँ केही खासै इन्कम हुँदैन हजुर त्यही भएर त्यतिखेर चाहिँ आफूले ट्राभल गर्दा हुन्छ त्यतिखेर चाहिँ आफूले एक्सप्लोर गर्दा रिफ्रेशमेन्ट माइन्डको लागि हजुर ल थ्यांक यू सो मच है हजुरको टाइमको लागि हैन रमाइलो लाग्यो है